गरीब किसान र घमण्डी जमिनदार। एक गाउँमा हरि नामको गरीब किसान बस्थ्यो। उसको सानो खेत थियो, पुरानो घर थियो र दिनभरि मेहनत गरेर परिवार पाल्थ्यो। उसले कहिल्यै कसैलाई नराम्रो गर्दैन थियो। त्यही गाउँमा एक धनी जमिनदार पनि बस्थ्यो। उसको धेरै जमिन, ठूलो घर र धेरै नोकर थिए, तर ऊ धेरै घमण्डी थियो। उसले सधैँ गाउँका गरीब मानिसहरूलाई सानो मान्थ्यो। एक वर्ष गाउँमा ठूलो खडेरी पर्यो। पानी परेन, खेतहरू सुक्न थाले र धेरै किसानको बाली नष्ट भयो। हरिको खेत पनि सुक्न लाग्यो, तर हरिले हिम्मत हारेन। ऊ बिहानदेखि बेलुकासम्म मेहनत गरिरह्यो र सानो कुवा खनेर खेतमा पानी पुर्यायो। जमिनदारले यो देखेर हाँस्दै भन्यो, "तिम्रो सानो मेहनतले के हुन्छ? मेरो जस्तो ठूलो जमिन भएको मान्छे मात्र सफल हुन्छ।" तर केही दिनपछि अचानक ठूलो आँधी र वर्षा आयो। जमिनदारका ठूला खेतहरू बगेर नष्ट भए, तर हरिको सानो खेत सुरक्षित रह्यो, किनकि उसले कुवा बनाएर पानीको व्यवस्था गरेको थियो। अब जमिनदारलाई ठूलो नोक्सान भयो। ऊ हरिको घरमा आयो र नम्र भएर भन्यो, "मलाई माफ गर, मैले तिमीलाई सानो सम्झिएँ, तर तिमी त मेहनती र बुद्धिमान रहेछौ।" हरिले मुस्कुराएर भन्यो, "धनी हुनु ठूलो कुरा होइन, मेहनत र नम्रता हुनु नै साँचो धन हो।" त्यसपछि जमिनदारले आफ्नो घमण्ड छोड्यो र गाउँका किसानहरूसँग मिलेर काम गर्न थाल्यो। कथाको शिक्षा: घमण्ड भन्दा मेहनत र नम्रता ठूलो हुन्छ।